काठमाडौँको एक प्रसिद्ध कलेजमा आर्यन र अनिसा एउटै कक्षामा पढ्थे। आर्यन शान्त स्वभावको पढाइमा अब्बल विद्यार्थी थियो भने अनिसा जिज्ञासु, आत्मविश्वासी र सबैको ध्यान आकर्षित गर्ने खालकी थिइन्। पढाइको क्रममा सानो सहयोगबाट सुरु भएको उनीहरूको मित्रता बिस्तारै प्रेममा बदलियो। दुवैजना भविष्यका सपना सार्थे। आर्यन शिक्षक बन्न चाहन्थ्यो, अनिसा मनोवैज्ञानिक। तर कलेजको त्यो अन्तिम सेमेस्टरमा अचानक सबै कुरा बदलियो। एक दिन अनिसा कलेज आइनैनन्, फोन बन्द थियो। साथीहरूलाई अचम्म लाग्यो किनकि अनिसा कहिले बिना खबर अनुपस्थित हुने खालकी थिएनन्। आर्यनले सोच्यो सायद बिरामी होले। तर एक दिन, दुई दिन, हप्ता बित्दा पनि अनिसाको कुनै खबर आएन। कलेज प्रशासनले भने अनिसाले कलेज छोड्ने निवेदन दिएको छ। आर्यन स्तब्ध भयो। उसलाई न त निवेदनको बारेमा थाहा थियो, न त अनिसाले केही भनेकी थिइन्। त्यो रात आर्यनले अनिसाबाट आएको अन्तिम म्यासेज पढ्यो। यदि म हराए भने कलेजको पुरानो लाइब्रेरीको बेसमेन्ट खोज। आर्यनको मुटु जोडले धर्कियो। अर्को दिन साँझ ऊ पुरानो लाइब्रेरी पुग्यो। त्यो ठाउँ धेरै वर्षदेखि प्रयोगमा थिएन। धुलो, सन्नाटा र अन्ध्यारो। बेसमेन्टको ढोका खोल्दा चिसो हावा चल्यो। भित्र एउटा पुरानो टेबल, केही फाइलहरू र एउटा डायरी थियो। डायरी अनिसाकै थियो। डायरीमा लेखिएको थियो कि कलेजमा हुने केही शैक्षिक अनुसन्धानहरू अवैध रूपमा प्रयोग भइरहेका थिए। केही शिक्षक र बाहिरी संस्थाबीच मिलेमतो थियो। अनिसाले त्यो सत्य पत्ता लगाएकी थिइन्। जब उनले प्रमाण सङ्कलन गरिन्, उनीमाथि दबाव आउन थाल्यो। डायरीको अन्तिम पृष्ठमा लेखिएको थियो, आर्यन, म भागेकी होइन, मलाई लुक्न बाध्य बनाइयो। यदि तिमी यो पढ्दैछौ भने सत्य बाहिर ल्याऊ। हाम्रो प्रेम त्यसैमा पूरा हुनेछ। त्यसै बेला बेसमेन्टको ढोका जोडले बन्द भयो। आर्यन डरायो। बाहिरबाट कसैले ढोका थुनेको थियो। उसले मोबाइलको टर्च बाल्यो। छायाहरू चलिरहेको देखिन्थ्यो। अचानक एउटा आवाज आयो, तिमीले नपढ्नु पर्ने कुरा पढ्यौ। त्यो कलेजकै एक वरिष्ठ शिक्षकको आवाज थियो। तर आर्यन भागेन। उसले सबै प्रमाण पत्रकारलाई बुझाइसकेको थियो। केही दिनमै त्यो कलेजको ठूलो घोटाला बाहिर आयो। दोषीहरू पक्राउ परे। हप्ता दिनपछि एक शान्त क्याफेमा अनिसा आर्यनको सामु आइन्। अब म डराउँदिन, उनले भनिन्। आर्यन मुस्कुरायो। त्यो प्रेम अधुरो थिएन, त्यो साहस र सत्यमा पूरा भएको थियो।